हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। मामु के गर्दै हुनुहुन्छ भन त? घाँस टिप्दै छु म। घाँस टिप्दै? भारी हाल्दै। ए बाबा के गर्दै हुनुहुन्छ? बाबा फेरि घाँस काट्दै हुनुहुन्छ। म गए घिसिरी खेल्न फेरि घिसिरी खेल्न जान्छु म। त्यसपछि हजुरसँग त्यहाँ पुगेपछि हुन्छ। घिसिरी खेल्ने ठाउँ पनि कस्तो छ मेरो। मेरो मुख हालो देखेछ होला, नदेखेछ होला। अरू पछि फिल्टर हालिदिन्छु एडिट गर्दा फेरि। अब मेरो घिसिरी खेल्ने टाइप भयो। अब घर गएर नआउने हो। मेरो खुट्टा स्ट्यान्ड गर्नु मामु भारी पुग्यो। हेर्नु गाइस, मेरो दाती छैन। हेलो म फेरि आएँ गाइस भिडियो बनाउँदै। मामु स्पाइडरम्यान टुले चुराएर भन्दै हामी अब चल। अब म घाँस बोक्नु पालो आयो मेरो। मामु हाई गरिदिनु। हाई बाबा। यो कस्तो भारी हो? मेरो भारी हो यहाँ छ। मेरो भारी यहाँ छ। म फेरि यहाँ छु। म यहाँ छु। यो मामुको भारी, त्यो बाबाको भारी। अनि दरम मकैबारी गरम गरम मकैबारी गरम गरम। बाबा घाँस गरम गरम बन्न। त्यो बुटोमा चढ्नु हो बाबा। त्यो त्यो माथिको बुटो त्यो माथि टुप्पोमा गएर चढ्नु भएको बाबा। हाम्रो गाउँमा यतातिर उतातिर छ। उता माथि छ मेरो घर, म मामा घरमा हो भने। यतातिर छ मेरो घिसिरी खेल्ने स्पोट। मेरो भारी रेडी पर्ला। कहाँ भोक लाग्यो बाबु। मेरो भारी यहाँ छ। अनि के भारी बोकेर दाउरा सबै यो दाउरा हाम्रो यो पुरै दाउरा। ल भारी बोक ल। यसरी बोक्ने रे भारी। भारी मेरो भारी बाबाले पारी टारिदिन्छ अरे के। त्यहाँ बाटो दुःख छ। बाटो दुःख छ कि त्यहाँ। मेरो त पोपो आयो। बरफ आयो। भयो त्यो घाँस फाल्के तलतिर घाँस काट्न आउने मान्छे घिसिरी खेल्दै बस्छ। गाइस अघि घिसिरी खेल्दाखेरि यो अफ भयो, त्यही भएर
म फेरि बनाउन आइरहेको छु। आफै गुल्टिरहेको छ बनाउँदै आफै गुल्टिँदै। ए मामु हजुरको भारी अन्त घर गएर मेरो बहिनी छ बहिनी सुतिरहेछ बिमार भएको छ है खुट्टा टेक्ने होइन नि त यहाँ लाइक बिहान लाग्यो हात देखेछ होला हजुरलाई हेलो फेरि मामु अब त बोक्नु छ मामु भारी भएछ नि त भारी भएछ ए मलाई पनि भारी हुन्छ अब मेरो पालि आयो भाग 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 ओए सुतेको गाइज म त माछा मारे यहाँ हेर्नु त यत्रो कोतारे बाबाको भारी यत्रो भारी बोकेर हिँड्नुहुन्छ गाइस म अब फेरि बोक्दै भारी यो सिमली घान पनि ल्याएँ मैले माथि गएर खसी सिमली घान तरकारी आजको तरकारी ए भोपु खाले आएछ आइसक्रिमवाला छिटै जानु पर्यो म घर कति बचाएको भोपु बोला आया फेरि आया दुख्यो कि फेरि र मामु यहाँ माथि लिन आउनु त भाले लिन आउनु न म एकछिन गाइस म छिटो जानु पर्यो माथि त्यसपछि मामुले जान्छु मामुले भ्लग गर्नुहुन्छ त्यसपछि म घाँस बोकेर आउँछु एउटा सिमली घान हामीले टिपेको यत्रो ठुलो सिमली जाऊ होइन 1 2 3 बल्ल भयो जाऊ ल भइजाऊ ल त्यो ल घाँस बोकेर आउँछ अब भएर फेरि आयो के सकेन बोक्न है ल्याएर गुल्टेको त्यति मेरो पछाडि मकैबारी गरम मकैबारी कि भिरबारी हो यहाँ चाहिँ भिर छ भो मकैबारी छ्या धुरुड्यो मकैबारी गरम बाई बाई गाइस अब म माथि चढ्छु यहाँ लक्को घाँस बोक्ने तरिका काँधमा हालेर टाउकोमा नहालिकन सकेछ लौजा मान्छेसित लडीबुडी आइज के गर्छौ बाउ ज्यान परे सुखी कर्म परे दुखी ल आऊ लिएर आऊ यहाँसम्म आऊ
गाह्रो छ काम गरेर खान गाह्रो छ नि त पढ्न सजिलो कि काम गर्न सजिलो हजुरको कामले यहाँ चौटै उखाल्दियो के को चौट उखाल्दियो चौटै उखाल्दियो कि छाला उखाल्दियो बलियो छ छोरो गुड घाँसको भारी बोकिहाल्छु कसरी आइपुग्यो यहाँसम्म हिँडेर चार खुट्टाले होइन टेकेर चार खुट्टाले टेकेर होइन हामी बाहिर निस्किसक्यौँ अब सिधा घर पुगेर बोल्नेहरूसँग ल गाइस हामी यो यस्तो बारी हामीतिर बारी चल बारी खोइ मकैबारी गरम गरम मकैबारी गरम घाँस बोक्ने मान्छे अर्कोले ठाड गरेर बोक्छ कि यसले तेर्सो गरी बोकेर घाँस पनि झार्दै हिँड्यो बारी बोक्ने मान्छे